बिहान नुहाइधुवाइ गरेर पूजापाठ गरेर मात्र भोजन गर्नु भनेर भन्ने गरिन्छ। किन त शास्त्रले भनेका छन् कि ननुहाइकन भोजन गर्नाले त्यो चाहिँ फोहोर खाएको हो भनेर पनि बताउने गरिन्छ। अस्नायी सम्बलम भुक्ते भन्नाले त्यसले नराम्रो चिज खाएको हो, त्यो भोजन गरेको होइन जसले बिहान स्नान ननुहाइकन खायो। किन त नुहाउनु पर्छ भन्दाखेरि वैज्ञानिक कारण के छ भने हाम्रो शरीरको रौँहरूका दुलाहरू सुक्खा हुन्छन् र नुहाउनाले त्यसमा पानी सिन्चिने गरिन्छ र त्यसबाट जुन पसिना निक्लिरहेको हुन्छ, जुन पसिना गइरहेको हुन्छ त्यसको कमी पूर्ति गर्नलाई पनि त्यो पानीले मद्दत गर्छ। त्यसै गरी बिहान नुहाउनाले शरीर पनि फुर्तिलो हुने गर्दछ र शरीरमा शीतलता पनि प्राप्त हुने गर्दछ र बिहानै नुहाउनाले भोक जाग्ने गर्दछ। यदि भोक लागेको छ भने अझ बढी भोक जाग्दछ र पाचन शक्ति पनि बढ्ने गर्दछ। यसैले भोजन गर्नुभन्दा अगाडि नुहाएर मात्रै भोजन गर्नुपर्दछ भनेर शास्त्रले बताएको हो।